देशको झन्डा जलाएर देश बनाउँछु भन्दै हिँड्ने हर्क साङपाङलाई देख्दा अचम्म लाग्दैन तपाईँहरूलाई? रूप मात्रै फेरिएको हो, आचरण फेरिएको छैन उसको। जुन झन्डा जलाउनुपर्छ भन्दै हिँड्थे, अहिले त्यही झन्डा ओढेर चुनाव जितेर माननीय टोपलिएका छन्। फेसबुकमा हजारौँ स्ट्याटस लेखेर देशप्रेमी कदापि बनिँदैन। देशको माया मनैभरि नसा नसामा छ भने हर्क साङपाङ, साँच्ची नै तिमीमा देशको माया छ भने तिम्रो पार्टीको नेता आरएन राईलाई सबैभन्दा पहिला बर्खास्त गर। किनकि त्यो मान्छे त्यही हो जसले राष्ट्रको झन्डा जलाएको, राष्ट्रिय जनावर गाई काटेर खान पाउनुपर्छ, काटेर खानुपर्छ भन्ने अभिव्यक्ति दिएको। सुन्नुहोस्, हामीले गाई काट्नु पाउनुपर्छ, मासु खानु पाउनुपर्छ। अरू जनावर खान हो नि गाई खाए के हुन्छ भन्छौ फेरि। तिमीहरूको चेतना कति छ भन्ने यही कुराले पुष्टि गर्छ। तिमी र तिम्रा नेता साँच्चीकै नेपाली हो वा होइनौ यो क्लियर गर पहिला। यदि तिमीहरू नेपाली हौ भने गाई काटेर खान पाउनुपर्छ किन भन्छौ? गाई एउटा जनावर मात्रै होइन, अरू जनावर सरह होइन। हुन त काटेर खान कसैलाई पनि नपाउनु पर्ने हो, कसैलाई पनि काटमार गर्न नपाउने हो, तर गाई अरू जनावर सरह होइन। गाई राष्ट्रिय जनावर हो। राष्ट्रिय जनावर गाई हो भन्ने जान्दा जान्दै काटेर खान पाउनुपर्छ भन्ने चाहिँ तिमी कस्तो किसिमको नेपाली हो? तिमी कसरी नेपाली भयो राष्ट्रिय जनावर काटेर खान पाउनुपर्छ भन्ने? यो देशको संविधानले गाईलाई राष्ट्रिय जनावर मानेको छ। यो संविधान मान्छौ भने तिमी कस्तो खालको नेपाली हो? यहाँ जात धर्मको प्रश्नै छैन, पहिला राष्ट्रियता हो। त्यो मान्छौ भने तिमीले गाई काटेर खान पाउनुपर्छ भन्ने माग किन राख्छौ, किन गर्दैछौ? तिमी र तिम्रा नेताहरूले यो देशको संविधान मान्छन् कि मान्दैनन्? मान्छौ भने गाई तिम्रो पनि राष्ट्रिय जनावर हो। सबै नेपालीको गाई राष्ट्रिय जनावर हो। बाहुन छेत्रीको मात्र होइन, सम्पूर्ण नेपालीको राष्ट्रिय जनावर गाई हो। यदि यो संविधान मान्दैनौ भने